नमस्कार साथीहरू। आज हामी कुरा गर्नेछौँ इन्टेन्जिबल एसेट्सको। योभन्दा अगाडि हामीले टेन्जिबल एसेट्समा करेन्ट एसेट, नन करेन्ट एसेटको त कुरा गरेकै थियौँ। तर अब आज हामी चाहिँ गर्छौँ इन्टेन्जिबल एसेट। इन्टेन्जिबल भन्नेको मिनिङ नै के हो भन्दाखेरि नो फिजिकल एक्जिस्टेन्स, जसको फिजिकल एक्जिस्टेन्स नै हुँदैन त्यसलाई हामीले इन्टेन्जिबल सब्सटेन्सहरू भन्छ। र अब एसेट्सहरू पनि इन्टेन्जिबल हुन्छ। कस्तो एसेट्सहरू इन्टेन्जिबल हुन्छ भन्दाखेरि एउटा कम्पनीको गुडविल भनेको कम्पनीको ब्रान्ड कति छ त होइन। कम्पनीलाई बेच्यो भनेपछि कम्पनीको भ्यालु यदि हामीले एसेटहरू सबै बेचेर पनि 1 लाख नै आउन सक्छ, तर पनि कोही मान्छेले त्यसलाई 5 लाखमा किन्न खोज्दैछ भनेपछि त्यसको 4 लाख चाहिँ के भयो, गुडविल भयो। र यो गुडविल त्यतिखेर मात्र नापिन्छ जुन बेला पर्चेस हुन्छ या सेल हुन्छ, ट्रान्ज्याक्सन हुँदाखेरि मात्र निकालिन्छ कम्पनीको होइन। अब जाम यो इन्टेन्जिबल एसेट्समा गुडविल भनेको त्यो भयो। जस्तै ट्रेडमार्क्सहरू हुन्छ, ट्रेडमार्क्स, कपिराइट होइन, जसको कारणले चाहिँ आफ्नो कम्पनीको लोगो आफ्नो मात्र हुन्छ। अरूले त्यो कम्पनीको लोगो युज गर्यो भनेपछि तिनीहरूले फाइन पर्न सक्छ। तिनीहरूलाई लाइसेन्सहरू, प्याटेन्ट्सहरू, कपिराइट, फ्रेन्चाइज, यिनी सबहरू भनेको हाम्रो इन्टेन्जिबल एसेट्सहरू। IAS 30 को अनुसार इन्टेन्जिबल एसेट्सलाई एन आइडेन्टिफिएबल होइन, एउटा आइडेन्टिफिएबल नन मोनिटरी एसेट विथआउट फिजिकल एक्जिस्टेन्स यो भनेर डिस्क्राइब गरेको छ। मतलब एउटा इन्टेन्जिबल एसेट्स हुनको लागि रिक्वायरमेन्ट के हो त भन्दाखेरि आइडेन्टिफिएबल, सेपरेटली आइडेन्टिफाई गर्न सक्नु पर्यो त्यसलाई होइन। नन मोनिटरी एसेट हुनु पर्यो। मतलब कस्तो भन्दाखेरि त्योबाट नै सिधै इन्कम हुने त्यस्तोवाला एसेट हुनु भएन, नन मोनिटरी होइन। अनि विथआउट फिजिकल एक्जिस्टेन्स, जसको फिजिकल एक्जिस्टेन्स चाहिँ नभएको होइन, विथआउट फिजिकल सब्सटेन्स होइन, फिजिकली छुन नसकिने त्यस्तो कुरा हो। अब हाम्रो यो इन्टेन्जिबल एसेट्सलाई पनि हामीले उता टेन्जिबल एसेट्समा डेप्रिसिएसन गर्थ्यौँ भनेपछि यहाँ गर्छौँ हामी इमोटाइजेसन। अब इमोटाइजेसन भनेको के त, एमोटाइजेसन जुन छ एमोटाइजेसन, यो एमोटाइजेसन चाहिँ उता डिप्रिसिएसन गरेकै हो। यसको इन्टेन्जिबल एसेट्सबाट हामीले जुन रेभिन्यू जेनेरेट गर्छौँ होइन, इन्टेन्जिबल एसेट्सको जुन फाइदा भइरहेको हुन्छ त्यसलाई नै म्याचिङ कन्सेप्टबाट हामीले म्याच गर्दाखेरि, मतलब रेभिन्यू त नभनौँ होइन, फाइदा जुन भइरहेको हुन्छ कम्पनीको जुन ब्रान्डहरू हुन्छ त्योबाट चाहिँ त्यसको भ्यालुलाई म्याच गराउनको लागि हाम्रो के गर्छौँ, हामीले एमोटाइजेसनबाट त्यसको भ्यालु एमोटाइज गरिरहेछौँ होइन। त्यो भयो हाम्रो एमोटाइजेसनको कन्सेप्ट। अब त्यसपछि हामी रिसर्च एन्ड डेभलपमेन्टमा। रिसर्च भनेपछि कुनै खोज होइन, अनि डेभलपमेन्ट भनेपछि कुनै के भनिन्छ डेभलपमेन्टलाई, केको विकास टाइपको। ओके, रिसर्च भनेपछि हामीले कुनै नयाँ प्रोजेक्टमा काम गर्दैछौँ। कुनै नयाँ प्रोजेक्टमा काम गर्दाखेरि हामीले त्यो कुनै सब्सटेन्सहरू बनाउँदैछौँ होइन, या त हाम्रो कुनै सब्सटेन्स, हाम्रो कुनै प्रोडक्टलाई हामीले इन्हान्स गर्दैछौँ। अब त्यस्तो गर्नको लागि हामीले रिसर्च गर्नुपर्छ। यो जति रिसर्चको खर्च हुन्छ त्यसलाई हामी सब एक्सपेन्सेस भनेर पिएलमा ट्रिट गर्छौँ। रिसर्चको कुरा चाहिँ त्यो भयो हाम्रो रिसर्चको सिम्पलमा भन्नुपर्दा। र डेभलपमेन्टलाई हामीले फिएलमा पनि एक्सपेन्स भनेर त्यो राख्न सक्छौँ होइन, या त त्यसलाई हामीले एउटा डेभलपमेन्ट कस्टलाई भनेर क्यापिटलाइज पनि गर्न सक्छौँ एउटा इन्टेन्जिबल एसेट्सको रूपमा। अब त्यो क्यापिटलाइज गर्नको लागि चाहिँ हाम्रो एउटा छुट्टै रुल छ, पाइरेटले के भन्छ भन्दाखेरि डेभलपमेन्ट एसेट्सलाई इन्टेन्जिबल एसेट्स भनेर क्यापिटलाइज गर्नु छ भनेपछि त्योबाट हाम्रो पहिलो कुरो प्रोबेबल इन्फ्लो हुनु पर्यो, प्रोबेबल इन्फ्लो अफ इकोनोमिक बेनिफिट होइन।
एउटा त्योबाट इकोनोमिक बेनिफिट इन्फ्लो हुनसक्छ, हाम्रो कम्पनीमा इकोनोमिक बेनिफिट हुनसक्छ त्यसको एसेटहरू युज गरेर भनेपछि त्यो हाम्रो प्रोबेबल इन्फ्लो अफ भयो। अर्को आई भन्नाले इन्टेन्सन टु कम्प्लिट द एसेट, एउटा इन्टेन्सन हुनु पऱ्यो होइन हाम्रो एसेट्स कम्प्लिट गर्नेको, हाम्रो जुन इन्टेन्सन टु कम्प्लिट द एसेट टु युज इट अर टु सेल इट। मतलब हामीले कुनै कम्पनीबाट हाम्रो कम्पनीले यदि कुनै प्रोडक्ट बनाउँछन् भनेपछि त्यो इन्टेन्सन त्यो कम्प्लिट गर्छु नै भन्ने एउटा इन्टेन्सन हुनु पऱ्यो। अर्को रिलायबल मेजरमेन्ट होइन, रिलायबल मेजरमेन्ट हुनु पऱ्यो। डेभलपमेन्ट कस्ट कति लागेको छ त होइन, के को आधारमा भन्ने त सबैको एउटा रिलायबल सोर्स हुनु पऱ्यो। अर्को हाम्रो एबाट चाहिँ एडिक्वेट फाइनेन्सियल एन्ड अदर रिसोर्सेस, मतलब हाम्रो जुन प्रोजेक्ट छ त्यो प्रोजेक्ट कम्प्लिट गर्नको लागि हाम्रो फाइनेन्सियल रिसोर्स एडिक्वेट हुनु पऱ्यो, चाहिएको जति फाइनेन्सियल रिसोर्सेस हुनु पऱ्यो। अर्को टीबाट चाहिँ हाम्रो टेक्निकल फिजिबिलिटी जुन युज हुन्छ, हाम्रो टेक्निकल फिजिबिलिटी मतलब टु कम्प्लिट द एसेट सो द्याट इट विल बी एभाइलेबल फर युज अफ सेल, मतलब टेक्निकल फिजिबिलिटी हुनु पऱ्यो सेल्स गर्नको लागि कसरी के हुने होइन। अब इक्विपमेन्ट्सहरू हुनु पऱ्यो, त्यस्तो हाम्रो टेक्निकल फिजिबिलिटीमा आउने हो भनेपछि ईबाट चाहिँ एक्सपेक्टेड टु बी प्रोफिटेबल होइन, पछि हामीले भविष्यमा गएर प्रफिट दिन्छ भनेर एक्सपेक्टेड हुनु पऱ्यो। यदि यो कति 6वटा नै क्राइटेरिया मिट गर्छ भनेपछि कुनै डेभलपमेन्ट कस्टलाई हामीले इन्टेन्जिबल एसेटमा क्यापिटलाइज गर्न सक्छौँ। अब हामी इन्टेन्जिबल एसेट्सको रिभ्यालुएसनतर्फ होइन, अब टेन्जिबल एसेट्सको नन करेन्ट एसेटहरूको रिभ्यालुएसन हुन्छ, यसको चाहिँ गर्न मिल्छ कि मिल्दैन होइन, यो धेरै आइरहने क्वेसन नै हो, मतलब धेरै दिमागमा आइरहने क्वेसन हो इक्जाममा नआए पनि। इन्टेन्जिबल एसेट्सलाई चाहिँ हामीले मैले अघि नै भनेको थिएँ, इन्टेन्जिबल एसेट्स तब मात्र हुन्छ जब हामीले कम्पनी किन्छौँ या कम्पनी बेच्छौँ। अरू बेला जति पनि कम्पनीको भ्यालु होस् होइन, जति पनि कम्पनीको भ्यालु होस् त्यसलाई हामीले बढाउन मिल्दैन, तर रिभ्यालु गरेर घटाउन चाहिँ मिल्छ। यदि कम्पनीको गुडविल घटेको छ, कम्पनीमा हाम्रो जुन कम्पनी छ त्यो कम्पनीले नराम्रो काम गरेको छ भने त्यसको गुडविल चाहिँ हामीले घटाउने नै गर्छौँ। जुन यहाँ 400,000 थियो अनि कम्पनीमा प्रोडक्टहरू राम्रो भएन होइन, यताउता भयो, त्योबाट कम्पनीमा फाइन पऱ्यो भनेपछि कम्पनीको पछि एउटा इन्डिपेन्डेन्ट मान्छेलाई लिएर हामीले त्यो गर्छौँ भने, मतलब कम्पनीको रिभ्यालु गर्न लाग्यो भनेपछि त्यसले अहिले 200,000मा किन्छु होइन त्यस्तो टाइपको देखायो भनेपछि 100,000 मात्र भयो हाम्रो भनेपछि चाहिँ हामीले घटाउनु चाहिँ पर्छ है त। गुडविलको कन्सेप्ट यही नै थियो। अब अरू सबमा भएको जस्तै यो डिस्क्लोजरमा पनि रिक्वायरमेन्टहरू भइहाल्ने भयो होइन। अब इन्टेन्जिबल एसेट्सको जस्तै एमोर्टाइजेसन मेथड कुन युज गरेको छ होइन, त्यही रिड्युसिङ ब्यालेन्स मेथड हो कि होइन स्ट्रेट लाइन मेथड हो, त्यो हुनु पऱ्यो हाम्रो होइन। अनि सुरुमा के एमोर्टाइज गरेको क्यारिङ एमाउन्ट कति थियो त होइन, सुरुको क्यारिङ एमाउन्ट कति थियो, लास्टको क्यारिङ एमाउन्ट कति थियो त्यसको हुनु पऱ्यो होइन। एमोर्टाइजेसन चार्ज कति छ त्यो फिक्स्डमा होइन, त्यो पिरियडमा त्यसको पुरै डिस्क्लोजर नोट बनाउनु पऱ्यो हाम्रो होइन। यति नै थियो इन्टेन्जिबल एसेट्सको। यदि इन्टेन्जिबल एसेट्सबारे थप बुझ्न मन लागे अथवा केही कुनै अरू टपिक पनि कन्फ्युजन हुन्छ भनेपछि सिम्पली कमेन्ट गर्न सक्नुहुनेछ, हामीले त्यसको भिडियो छिट्टै नै बनाउनेछौँ। हस् त, अहिलेको लागि लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, सब्सक्राइब गर्नुहोला यदि भिडियोमा नयाँ हुनुहुन्छ भनेपछि। हस् त।